एकदमै सस्तो बजार सस्तो मार्केट सस्तो पसलमा आज म जाँदैछु है त। सो वेलकम टु माई साम्राज्य, वेलकम टु माई ब्लग, वेलकम टु माई भिडियो। अब हेर्नुहोस् म कहाँ जाँदैछु है त। यो एकदमै सस्तो पसल तर ब्रान्डेड, एकदमै हाई क्वालिटीको ब्रान्डेड सामानहरू चाहिँ त्यहाँ पाइन्छ। के हो हामी चाहिँ त्यो किन्नको लागि अनलिमिटेड सपिङको लागि हामी हिँड्दैछौँ। कोरियामा चाहिँ डेन्जरै गर्मी बढिरहेको चाहिँ अनुभव भइरहेको छ मलाई भित्रैदेखि, तर बाहिरी आवरणमा चाहिँ अलिअलि शीतल फिल भइरहेको छ। किनभने आज म सस्तो मार्केट जाँदैछु। बस चढ्ने ठाउँमा आइपुगेँ। यो चाहिँ हाम्रो बस चढ्ने ठाउँ, यो अगाडि होइन। यो बाइक कसको रहेछ यहाँ होइन, बवाल फ्यान्टास्टिक वाला। यो पनि राम्रो बाइक हो, कुद्छ बवाल। यो फुल हो, देखाइदिउँ हल्का। यस्तो दामी फुल के होइन, यस्तो बवाल फुल छ। अनि हामी बस चढ्दाखेरि चाहिँ अब यहाँबाट तपाईँ देखिरहनु भएको यो नम्बरको बस चाहिँ हामी चढ्नुपर्छ। अहिले हामी चाहिँ यहाँ छौँ। म कहाँ छु रे अहिले भएको यहाँबाट चढेर यतै जाने हो, जता गए पनि यही ठाउँमा हो है त। बस चाहिँ कुरौँ अहिलेलाई। त्यहाँ देखाइरहेको छ हाम्रो बस कति मिनटमा आउँछ भनेर। क्यामेरामा खासै राम्रो आएन होला है त। बाटोमा चाहिँ यो सस्तो लुगा पसल पनि भेट्यो। त्यसपछि अब यो काममा लाउनको लागि सस्तोवाला सामान चाहिँ किन्दैछु। टी सर्ट दुईवटा, यसको प्राइस चाहिँ यहाँ छ 6900 वon। सस्तो हो यो चाहिँ काममा लाउनको लागि किन्दैछु। त्यसपछि चाहिँ सस्तो बजार भनेको चाहिँ त्यो हो होइन, त्यो ठ्याक्कै रातोमा गोलो भएको दाइसो ब्रान्डेड पसलमा पछाडि देखिएको त्यही हो दाइसो। यो चाहिँ हाम्रो लागि बेस्ट पसल बनेको छ। लगभग 7 वर्ष भइसक्यो है त। अब यसको भित्र गएर हेरौँ के छ सामानहरू, कति छ प्राइस, अनि किन्ने सामानहरू किन्दै गरौँ।